कल्पना गर्नुहोस्, दुईजना साथी एउटै विद्यालयबाट सँगै पढे। दुवैले राम्रो नम्बर ल्याए, दुवैले कलेज पुरा गरे। 5 वर्षपछि एकजनाले आफ्नो सपनाको करियर बनाइसकेको छ र अर्को अझै जागिरको खोजीमा छ। किन यस्तो भयो थाहा छ? सानैदेखि हामीलाई एउटा कुरा सिकाइन्छ, राम्रोसँग पढ्नुपर्छ, राम्रो नम्बर ल्याउनुपर्छ, डिग्री हासिल गर अनि जीवन सफल हुन्छ। तर आजको संसार पहिले जस्तो छैन। टेक्नोलोजी बदलिएको छ, बिजनेस बदलिएको छ, तर अझै हाम्रो मानसिक चेतना बदल्न सकेको छैन र कम्पनीहरूले कर्मचारीको छनौट गर्ने तरिका पनि बदलिएको छ। अब प्रश्न उठ्छ, आजको समयमा सफलता दिलाउने कुरा डिग्री हो कि स्किल? यस भिडियोमा हामी भगवानले होइन, वास्तवमा उदाहरण र आजको जब मार्केटको आधारमा यो प्रश्नको उत्तर खोज्नेछौँ। नेपालमा हरेक वर्ष हजारौँ विद्यार्थीले एसई, +2, ब्याचलर र मास्टर्स पुरा गर्छन्। ग्रेजुएसन सकिएपछि धेरैले एउटै सपना देख्छ, अब राम्रो जागिरी पाइन्छ। तर वास्तविक जीवनमा धेरै आफ्नो पढाइसँग मिल्ने काम पाउँदैनन्। कतिपय विदेश जान्छन्, कतिपय वर्षसम्म तयारीमै बिताउँछन् र कतिपयले अन्ततः आफूले पढेको क्षेत्र नै छोडेर अर्को काम सुरु गर्नुपर्छ। यसको अर्थ डिग्री बेकार छैन। समस्या डिग्री होइन, समस्या हाम्रो शिक्षा प्रणाली र वास्तविक बजारको आवश्यकता बीचको दूरी हो। कलेजले धेरै जसो थ्योरी सिकाउँछ, तर कम्पनीले प्र्याक्टिकल स्किल खोज्छ। त्यसकारण इन्टरभ्यूमा धेरै कम्पनीले एउटा कुरा हेर्छ, क्यान यु सोल्भ प्रब्लम्स? किनकि व्यवस्थालाई प्रमाणपत्रभन्दा परिमाण चाहिन्छ। अब बुझौँ, डिग्री भनेको के हो? डिग्री भनेको तपाईँले एउटा विषय अध्ययन गर्नुभएको औपचारिक प्रमाण हो। यसले आधारभूत ज्ञान दिन्छ। डाक्टर, इन्जिनियर, नर्स, वकिल, शिक्षक जस्ता धेरै पेसामा डिग्री अनिवार्य हुन्छ। तर स्किल भनेको वास्तविक काम गर्ने क्षमता हो। उदाहरणका लागि नै हामीले हेर्न सक्छौँ, प्रोग्रामिङ, ग्राफिक्स डिजाइन, भिडियो एडिटिङ, डिजिटल मार्केटिङ, कम्युनिकेसन, सेल्स, एआई टुल्स, प्रब्लम सल्भिङ। यदि कसैले भिडियो एडिटिङ सिकेर उत्कृष्ट काम गर्न सक्यो भने उसले आफ्नो स्किल देखाउन सक्छ। यदि कसैले प्रोग्रामिङ जान्छ भने उसले बनाएको प्रोजेक्ट देखाउन सक्छ। त्यसैले आज धेरै कम्पनीहरूले सिभी भन्दा पनि स्किल हेर्न थालेको छ, किनकि कामले नै तपाईँको क्षमता प्रमाणित गर्छ। आजको संसार एआईको युगमा प्रवेश गरिसकेको छ। पहिले एउटा काम गर्न 5 जना चाहिन्थ्यो, आज त्यही काम एआई र स्किल व्यक्तिले छोटो समयमा गर्न सक्छ। त्यसैले कम्पनीहरू पनि बदलिएका छन्। उनीहरूले सोध्छन्, तिमीले कुन समस्या समाधान गर्न सक्छौ? र इन्टरनेटले अवसरलाई विश्वव्यापी बनाइदिएको छ। नेपालमा बसेर पनि विदेशी कम्पनीहरूका लागि काम गर्न सकिन्छ, फ्रिल्यान्सिङ गर्न सकिन्छ, रिमोट जब गर्न सकिन्छ, आफ्नो बिजनेस सुरु गर्न सकिन्छ। अब सफलता केवल सहर, देश वा डिग्रीमा सीमित छैन। सफलता तपाईँको भ्यालुमा निर्भर हुन्छ। जति धेरै समस्या समाधान गर्न सक्नुहुन्छ, त्यति नै धेरै अवसर पाउन सक्नुहुन्छ। इमेजिन गर्नुहोस्, दुईजना साथी छन्, पहिलोसँग मास्टर्स डिग्री छ, तर कुनै प्र्याक्टिकल एक्सपिरियन्स छैन, स्किल छैन, कम्युनिकेसन कमजोर छ। दोस्रोसँग ब्याचलर पनि पुरा भएको छैन, +2 छ, तर प्रोग्रामिङ जान्छ, इङ्ग्लिस राम्रो छ, एआई टुल प्रयोग गर्न सक्छ, उसँग काम गरेको अनुभव छ। अब इन्टरभ्यू हुन्छ, कम्पनीले कसलाई रोज्छ? उत्तर सधैँ एउटै हुँदैन, तर धेरै अवस्थामा दोस्रो व्यक्तिको सम्भावना बढी हुन सक्छ।
किनकि उसले आफ्नो क्षमता देखाउन सक्छ। यही कारणले आज स्किलको महत्त्व बढ्दै गएको छ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के सबैले कलेज छोडिदिनु पर्छ? उत्तर हो होइन। डिग्रीको आफ्नो महत्त्व छ, स्किलको पनि आफ्नो महत्त्व छ। सबैभन्दा बलियो संयोजन हो डिग्री प्लस स्किल प्लस एक्सपिरियन्स प्लस डिसिप्लिन। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भने कलेजसँगै एउटा स्किल सिक्न सुरु गर्नुहोस्। इङ्ग्लिस सुधार्नुहोस्, एआई सिक्नुहोस्, कम्युनिकेसनमा काम गर्नुहोस्, अरूसँग कसरी कुराकानी गर्नुपर्छ भनेर सिक्नुहोस्। स्किल आफ्नो स्ट्यान्डर्ड बनाउनुहोस्, इन्टर्नसिप गर्नुहोस् र हरेक दिन केही नयाँ सिक्ने बानी बसाल्नुहोस्। किनकि डिग्री मे ओपन द फर्स्ट डोर बट स्किल डिसाइडेड हाउ फार यु विल गो। र अन्तिम कुरा, भविष्य केवल सर्टिफिकेट भएको मानिसहरूसँग होइन, भविष्य निरन्तर सिक्ने, परिवर्तन स्वीकार गर्ने र समस्या समाधान गर्ने मानिसहरूको हो। यदि यो डकुमेन्टरी तपाईँलाई उपयोगी लाग्यो भने सब्सक्राइब गर्नु नभुल्नुहोला। यस्तै अनुसन्धानमा आधारित नेपाली डकुमेन्टरी हेर्नको लागि हाम्रो साथमा रहनुहोला। See you in the next documentary. Thank you for watching.